हेलो गुड मर्निङ साथीहरू है। र आज चाहिँ बिहानदेखि यसरी पानी परिरहेको छ यहाँ चाहिँ है सोनादामा चाहिँ। अन्त आज चाहिँ असारको 15 हो र आज चाहिँ बिहानदेखि नै पानी परिरहेको छ है। र आज चाहिँ हामी दही चिउरा खाने हो र भिडियो हेर्दै जानुहोस् होला। मेरो के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है, लाइक गरिदिनुहोस्। मर्निङ एभ्रिवान। आज चाहिँ दही चिउरा हो। अन्त हामी चाहिँ यहाँ बनाउँदैछौँ रेडी दही चिउरा। हुन्चुले हेर्दैछ यहाँ चाहिँ। यता हेर हुन्चु। गुड मर्निङ। आमाले चाहिँ बनाउनुहुन्छ यहाँ हो। आज चाहिँ हामी दही चिउरा खाने हो बिहानै मर्निङमै। ए लु वाउ चाहिँ छ दही चिउरा। आजको दही चिउरा हामी चाहिँ यस्तो छ है, सादा यही छ त हौ। खान्छौ अस्तिको पालि पल्टन बिर्सेछु दही चिउरा त। दही चिउरा खानु भन्नु आँटेर दही चिउरा खानु भन्नु नआउँछ भन्दैछ। जाऊ भन बेबी उठ्यो। बेबी उठ्यो। उठायो माथि गयो। तिमीले उठायौ। कसरी उठायो? उठा बेबी पैसाको मर्निङमा चाहिँ रात परिसक्यो भने हौ। ए बिहान भइसक्यो उठा बेबी भन्नु पर्दैन हो त। रात परिसक्यो उठा बेबी भन्यो। हेलो हेलो भन न। राखा त्यो राखा। त्यहाँ दुध पुरा खानुहुन्छ नि। यहाँ छ नि, यहाँ खान्छ नि बहिनी। यहाँ म दिन्छु ल। यहाँ म दिन्छु नि। दही कस्तो भएछ चाख्नु होइन? दही चिउरा त्यही हामीले घरमै बनाएको दही। अस्ति नै हालिरहेको थियो दही हाम्रो। टिका लाउनुपर्छ नि, नगर न। टिका लाएर खान्छ त अत्यन्त खानु हुँदैन। मैले चाहिँ के मैले खानु दिइनँ। मैले खानु दिइनँ। तिमीलाई खानु त बनाइदिएको। म त मन पनि पर्दैन। दस्तुरमा त है अलिअलि है। अहिले त्यो खोक्दैछ। गुड मर्निङ। नानाले पनि ल्याइदिनु भएछ हामीलाई हो बिहानै हो। होइन भिडियो बनाएको राम्रो आइरहेको छ के भएको?